कति साह्रो सुतेछु हौ म त पुरा टाइम भयो त कति बज्यो हौ उज्यालो भएछ कतिखेर के गर्नुपर्ने हो टाइम गइसकेको छ कतिखेर चिया बनाउनु चिया बनाएर अब छैन यो केटा उठ्नेर यसो आमा चिया बनाएर अब त्यसलाई उठाउनु पर्यो कता राखेको हौ मैले सधैँ त यसो उठाए भनेर भन्थे छैन हल्ला हल्ला घरमा आफू सुत्यो भने सबै सधैँ मैले त्यहाँ कोही कोही बेला यसो छोराहरूले पनि चिया बनाएर त दिनुहुन्थ्यो नि छैन उठ न उठ मै यही बुढीलाई छ हतार एक दिन यो हुँदैन अहिलेको नानीहरू सकिँदैन यसलाई त कस्तो गाडी खानु पर्थ्यो कपहरू कता कता हो यही क्लासमा दिन्छु म आकाश आकाश यो अझै उठेको छैन क्या हो आकाश ए यो त ओछ्यानमा रहन्छ ला कता गएछ यो त हो ए भन्दैछु त म अनि किन यत्रो चाल दिन्छ घरमै भएको ओछ्यानमै भएको कतिखेर उठेर हिँडेछ है म त अब यसो यतातिर हिँड्नु पऱ्यो गएँ कि कतै आकाश आकाश कहाँ गयो हौ यो टोइलेटतिर पनि छैन बाहिरै गयो होला हौ आकाश आकाश छैन यो बाहिर गेट बाहिर पो गयो कि आकाश 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 अब फोन लगाउनु पर्यो फोन गरेर हेलो 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 चाहिएको बेलामा त कहाँ फोन पनि उड्छ र उड्दैन नि ए नानी हेर्नु नि यहाँ झट्टै तिमी आउने काम पर्यो हौ यहाँनिर मेरो घरमा एउटा काम पर्यो कि एउटा काम ल ल छिट्टो आइपुग ल आन्टीले फोन गरेछ खै हो बिहानै पो भएछ आन्टी राधे राधे आन्टी राधे राधे नानी आऊ आन्टी के कामले बोलाउनु भएको थियो कुनी अब झट बोलाउनु भयो के कामले बोलाउनु र नानी खै बिहान उठेर म हात मुख धोएर चिया बनाएर त्यसकै लागि चिया लिएर गएको थिएँ घरमा हो घरमा त के अरे रुममा त त्यसको रुममा भेटिनँ अनि त्यहाँदेखि बोलाएको नि
अब बिहानै उठेर जहिले अब मम्मी भनेर बोलाउँथ्यो। अब त्यही नभेट्नाले गर्दा नि अब तिमीहरू नै हो साथी। त्यही त आकाश उहाँ परसम्म बोलाउँदै गएँ, अब आवाजै पाइनँ। अब त्यही त हो, आमाको मन मान्दैन। अब कता गयो के गयो, गाउँतिर पनि छैन, सबै खोजिसकेँ। के कारणले चाहिँ गएछ आन्टी त्यो? खै अब के कारणले गयो भन्नु र हौ। अब अहिलेको केटाहरू त्यो केटीसेटीहरू हो कि अब म्यासेजमा पनि अब तारा भन्ने केटी भन्ने जस्तो पनि देखेको थिएँ। ए हो र? हो नि। कता हिँड्छ हौ त्यो? अब साथीको व्यथा मर्महरू त अब तिमीहरूले नै बुझ्छौ। ए त्यो बगानतिर 2-3 दिन गइराखेको देखेको थिएँ मैले, त्यतै गयो किन? त्यही त अब साथीहरू अब बाहिर फेर त अब साथीहरूकै बेसी लिङ्क हुन्छ। अब आमाले त यसो घरभित्र अब यता त्यता के गयो कसो गयो भन्ने मात्रै त हो। साथीहरूलाई त अब बाहिरको त अब साथीहरूसँगै बेसी यो हुन्छ। अच्छा म यो केटा कता हिँड्ने हो बिहान बिहानै? ओहो आन्टी। त्यही त म त टेन्सन भएर यहाँ हेर न, चिया बनाएर यो आमा छोरालाई चिया बनाएँ हो। हजुर। चिया पनि खाएको छैन, टेन्सन भएर कस्तो भइरहेको छ नभन। हिजो त त्योसँग बात गरेको थिएँ मैले राति फोनमा बात मार्दा त अब भोलि कलेज जान्छस् भन्दा जान्छु भन्यो। त्यसलाई कलेज लु सँगै जानुपर्छ है कलेज भने मैले। बात त राम्रै गरेँ मसँग, फेरि बिहानै निक्लेर गएछ त्यो। छैन नि, सबैतिर खोजिसकेँ, छैन। अब त्यही लागि अब त्यो 2-3 दिन भयो हो गएको, यहाँ बगानतिर गएको देखेको थिएँ मैले अस्ति पनि। मलाई पनि जाउँ भन्दै थियो। म चाहिँ अलिकति ट्युसन जानुपर्ने थियो र म ट्युसनतिर निक्लिएँ हो। अनि त्यो बगानमा मैले भेट गरेँ, मलाई बगानमा भन्दै थियो बगानतिर पो गयो कि क्या हो। अब तिमीहरूलाई नै भनेको, अब यसो भेट्यो ओऱ्यो भने मलाई यसो फोन गरिदिनु। अब साथीहरूले यसो खोप्रेल सोप्रेल कतै यता बगान सगानतिर कतै भेट्यो भने पनि मलाई कल गरेर जनाइदिनु। अब त्यही खोज्नुको लागि बोलाएको नानी तिमीलाई। ल ल हुन्छ आन्टी, म खोजेर है म तपाईँलाई फोन गर्छु अथवा आएर म भन्छु नि त कता गएछ। म अहिले नै निक्लिन्छु त्यसलाई हेर्नु कि कहाँ गएछ। यस्तो त्यसले पनि घरिघरि त टेन्सनै दिन्छ नि आन्टी, के भन्नु। त्यही त हो नानी। अब टेन्सन नमान्नु ल ल हो, टेन्सन सुर्ता टेन्सन मान्नु नमान्नु भन्छ नि, कस्तो टेन्सन भइरहेको छ नि। बिहान बिहानै यसरी वचनमा नभेट्दा आमाको मन हो। टेन्सन नगर्नु नि आन्टी, हामी छौँ नि, खोजेर ल्याउँछौँ नि। म निस्किँदैछु नि अहिले नै, गएर म खोजेर ल्याउँछु नि। खोज्ने बित्तिकै तपाईँलाई फोन गरेर हुन्छ कि घरमा आएर हुन्छ कि म भनिहाल्छु नि है। हुन्छ 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 आन्टी। ल चाबी कहाँ राखेको यार मैले? चाबी कता राखेको चाबी? ए चाबी यहाँ रहेछ हौ चाबी त हौ। फेरि आकाश फेरि कहाँ सुन्नु न, अरे त्यो साथी थिएन हाम्रो आकाश बिहानै उठेर कता हेर्ने चाहिँ हिँड्छ हौ। आन्टीले फोन गरेको थियो, जाउँ न एकछिन खोजेर। बगानतिर गएको छ कि कतै अब खपेलतिर छ कि। तिमीले उसको आमाले भनेको के भन्यो? यहाँ बिहानै निक्लेको अरे, अब यतिखेरसम्म छैन। 10-11 बजिसक्यो। लिमिट बस्छ त्यो तल चुप 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 भाइ के बोल्ने? चुप चुप मलाई देखेर भुकेको त? मलाई देखेर भुक्छस्? भुक्छस्? भुक त बस बस भुक त बस बस बस। अमित ओ निकै टाढोमा खोज्नुपर्छ होला हौ। दुईटा भाइ के गर्नु? पेट्रोल दाम कति हुनुपर्छ? एउटै ब्याग गर्छु। पेट्रोलको दाम त आकाश हुने छ नि हौ। आकाश हुन्छ नि किन दुई भाइ आकाश तिम्रो पनि खर्च मेरो पनि खर्च एउटै खर्च मिलेर गर्नु हुँदैन। नाम पनि फेरि आकाश हुने हो। आकाश नाम पनि आकाश। तेलको दाम पनि आकाश। अमित ल
बस हेलमेट ल्यानु हेलमेट पर्दैन हौ बडा यता लोकल त खोज्ने हो ए कति टाढो गएको होला जो चम्चा साइडमा लाग्नु अब कहाँ खोज्नु भन्नु त यत्रो ठुलो बगान छ अहिले यता हेरौँ कि त्यहाँबाट त्यो एउटा जग्गामा बस छ क्या त्यहाँबाट जानुपर्ने छ त्यो अलिक टाढो छ हो पहिला यता हेरौँ यता कतै छ ल यो त एकछिन छ यो लक गरिदियो होइन हेर्नु ल भरे चोरिदियो होइन बाइक है घडी लाउनु पनि बिर्सिन्छ नि बडा कतिबाट सम्झाएको मैले तिमी यस्तो प्रेममा नफस प्रेममा नफस प्रेममा नफस भनेर भनेको बाउ छैन आमा एउटा छ अब एउटा दिदी छ घरमा हो अन्त उसलाई मैले बहुतपल्ट सम्झाएको प्रेम जालमा नफस प्रेम जालमा पढ्नु चाहिँ नछोड तिमीले पढ्नु नछोड भनेर बहुत पहिला मैले भनेको हिजो राति बात मारेको हो बडा म र आकाश मजाले बात मारेको हो भोलि कलेज जान्छस् भन्दा जान्छु त भन्यो हो आकाशले हो मैले भने हिँड न त अन्त भोलि यसो गरौँ तिम्रो बाइकमा जाउँ भनेर मैले भनेँ हो बिहानै फोन गर्छ मलाई त आन्टीले बिहान फोन गरेपछि त अरे यस्तो देख्छ उस्तो देख्छ भन्छ मेसेजमा मैले कुरै बुझिनँ हौ बडा के हो अब तिमी अचानक आएर मेरो घरमा आएर भन्छु आकाशलाई खोज्छु भने मैले त कुरै बुझेको छैन अब हामी मिल्ने त हामी नै हो ल यो त आकाश भने के हो यो ए तेरिका यत्रो खोजिसक्यो आमामा पसिनै सरियो आकाश ओ आकाश आकाश ए आकाश आकाश
यसो गरौँ कि दुईजना सँगै नखोजौँ ढिलो हुन्छ हो तपाईँ यता खोज्नुहोस् म यतातिर लाग्छु नि त ल म बोलाउँछु नि तपाईँलाई ल हुन्छ म यता हेर्दैछु आकाश अरे आकाश त यहाँ ओइ आकाश बडा बडा ओ यहाँ रहेछ आकाशी नमस्कार सबैलाई नमस्कार सबैलाई नमस्कार नौलो गोरेटोमा हजुरहरूलाई स्वागत छ अनि हामीले एउटा भिडियो बनाइरहेको छौँ हजुरहरूले मन पराइदिनुहुन्छ भनेर हामीलाई आशा धेरै 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 आशा छ हजुरहरूले फलो गरिदिनुहोस् अनि सब्सक्राइब गरिदिनुहोस् बेल आइकन पनि बजाइदिनुहोस् हामी धेरै आशा राखेको छौँ हजुरहरूबाट हजुरहरूले धेरैभन्दा धेरै मन पराइदिनुहोस् भिडियोलाई हामीले 10 पार्टको सोचेर यो भिडियो बनाउन गइरहेको छौँ र हाम्रो 10 पार्ट हजुरहरूले धेरै 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 सपोर्ट गरेर मन पराइदिनुहोस् भन्ने आशा राख्छु म अनि म सनम अनि मेरो साथमा तिलक अनि मानिक र हाम्रो अझै एकजना दिदी मुन्ना दिदी हुनुहुन्छ हामीले धेरै आशा लिएर हजुरहरूको समक्षमा भिडियो ल्याउन गइरहेको छौँ साथमा हाम्रो सेकेन्ड पार्ट पनि आउँछ सेकेन्ड पार्ट हेर्नको लागि चाहिँ हजुरहरूले सब्सक्राइब र बेल आइकन चाहिँ बजाइदिइराख्नुहोस् हाम्रो लेटेस्ट एपिसोडहरू हजुरकोमा चाँडै पुग्नेछ त्यसै भन्दै म सनम हजुरहरूसँग बिदा चाहन्छु धन्यवाद